हेलो साथीहरु, तपाईलाई स्वागत छ फेरि यो च्यानलमा। अनि जस्तो कि मैले हिजो भनिसकेको थियो, आज हामी एमएस वर्ड देखि स्टार्ट गर्ने छौं। सबैभन्दा अगाडि हिजो इन्स्टल गर्न सिकिसकेका छौं हामीले एमएस वर्ड कसरी इन्स्टल गर्नुपर्ने भनेर। अनि ओपन गर्नको लागि आफ्नो पीसीमा यहाँ सर्च बारमा वर्ड लेख्नुहोस्। जस्तो वर्ड लेख्नुहुन्छ तपाईले यो देख्नु भइरहेको हुन्छ, यो वर्ड लेख्नुहुन्छ त्यस्तै यो आउँछ। तपाईले यहाँ क्लिक गरिदिनुहोस्। वर्डको इन्टरफेस कुछ यस्तो देख्छ हैन। अनि तपाईहरुलाई आज म बताउने छु यो वर्डको बारेमा। यसको पहिला फर्स्ट यो जुन स्क्रिनमा देख्नु हुँदैछ यसको इन्टरफेसको बारेमा चाहिँ इन्ट्रोडक्सन दिन्छु तपाईहरुलाई हैन। त्यहाँदेखि अलिक तपाईहरुलाई फोकस गरेर राम्ररी हुन्छ। जस्तो कि सबैभन्दा अगाडि तपाईहरुले यो देख्नु भइरहेको हुन्छ, माथि हेर्नुहोस्। जस्तो कि यहाँनिर हेर्नुहोस्, यो देख्नु भयो होला डकुमेन्ट 1 लेखेर आएछ माइक्रोसफ्ट वर्ड। यसलाई चाहिँ के भन्छ भने यसलाई चाहिँ टाइटल बार भन्छ हैन। यो चाहिँ अब प्री डिफल्ट उइसबाटै दिएको हुन्छ। यो डकुमेन्ट्स नेम 1 लेखेछ नि, यो चाहिँ माइक्रोसफ्ट वर्ड बाटै दिएको हो तपाईलाई। यो जब तपाईले आफ्नो नाम चेन्ज गर्नुहुन्छ, फाइललाई सेभ गरेर त्यतिबेला यो चेन्ज पनि हुन्छ अहिले चाहिँ। तर अनि त्यसैले नै यतापट्टि यो साइडमा हेर्नुहोस्, यसलाई भन्छ क्विक एक्सेस बार भन्छ। यो साइडमा देख्नु हुँदैछ लेफ्ट साइडपट्टिको, यसलाई क्विक एक्सेस बार भन्छ। यसबाट चाहिँ तपाईले सेभ, अन्डु, डु, रिडुहरु यो अप्सनहरु निकाल्न सक्नुहुन्छ। अनि प्लस तपाईले आज यहाँ एड पनि गर्नु सक्नुहुन्छ। यहाँ ड्रप डाउन देख्नु भइरहेछ, यसमा तपाईले क्लिक गरिदिनु भयो भने यहाँ देख्नु हुँदैछ होला यो वाला सानो बड्के, यसमा तपाईले जस्तो क्लिक गर्नुहुन्छ त्यस्तो यहाँनिर अरु धेरै अप्सनहरु पनि एड गर्नुहुन्छ तपाईले। यहाँ क्विक एक्सेस टुल बार हो यो। अन्त तपाईले केहरु अब प्रिन्ट प्रिभ्यूहरु जस्तो यहाँ गर्नुहुन्छ त्यस्तै यो आइदिन्छ। अन्त अरुको बारेमा पनि बताउँदै छु अब। अनि यो साइडपट्टि देख्नु भइरहेको छ होला यो अफिस, यो त अफिसको लोगो हो। यतापट्टि यो अफिस बार हो यो देख्नु भइरहेको हुन्छ लेफ्ट साइडपट्टि लास्ट कर्नरमा, यसलाई अफिसको लोगो भन्छ। यसमा तपाईले क्लिक गर्नुभयो भने सेभ गर्न सक्नुहुन्छ, प्रिन्टहरु निकाल्न सक्नुहुन्छ हैन। अनि आफ्नो डकुमेन्ट्स ई कपीमा पनि सेभ गर्न सक्नुहुन्छ यहाँबाट। यसलाई पछि डिस्कस गरौँ, अहिले यो भन्दैछु। अनि यता राइट साइडपट्टि कर्नरमा हेर्नुहोस्, यहाँनिर यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ हामीले भन्छ विन्डोज कन्ट्रोलर। यसमा देख्नुहुन्छ रेड कलर क्रस थिच्नु भयो भने त्यो अब सबै ब्याक हुन्छ। अनि प्लस यहाँ मिनिमाइज हुन्छ, यसले पनि मिनिमाइज हुन्छ विन्डोजमा। अनि तपाईहरुलाई यो देख्नु हुँदैछ, यो जो ट्याब देख्नु हुँदैछ यो वाला जो मैले अहिले भर्खर मार्क गरे, यसलाई भन्छ रिबन ट्याब भनिन्छ। अनि यो मुनिको त्यसको मुनिको जो यो मुनि देख्नु हुँदैछ अहिले यो गरेको, यसलाई चाहिँ रिबन भन्छ। यसलाई चाहिँ रिबन भनिन्छ। अनि यो रिबन भनिन्छ। अनि यो देख्नु हुँदैछ यसलाई चाहिँ के भन्छ भने हरिजन्टल रुलर भनिन्छ, स्केलको काम गर्छ। अनि प्लस यसलाई भर्टिकल रुलर भनिन्छ। अनि सेम यतापट्टि पनि देख्नु हुँदैछ भर्टिकुलर स्कोर बार भन्छ, जसले माथि मुनि गर्छ नि त्यो वाला हो यो। अनि यता लेफ्ट साइडपट्टिको लास्ट कर्नरमा हेर्नुहोस् यो वाला, यसलाई चाहिँ के भन्छ, यसलाई चाहिँ डकुमेन्ट्स इन्फर्मेसन भनिन्छ हैन। यसबाट तपाईले पेजहरु कति वर्डहरु अनि कुन चाहिँ ल्याङ्ग्वेजमा लेख्नु हुँदैछ त्यो छ। अनि यतापट्टि राइट साइडको यो कर्नरमा हेर्नुहोस्, यसलाई चाहिँ के भन्छ भ्यू बटन्स भनिन्छ। अनि यतापट्टि जुम ट्याब माइनस र प्लसमा चाहिँ यता माइनस थिच्नु भने जुम आउट हुन्छ, अनि प्लसमा थिच्नु भने जुम इन हुनेछ। अनि यसको यो तपाईले जो देख्नु भइरहेछ यो ठुलो बडे स्क्रिन हैन, यो व्हाइट पेज देख्नु भइरहेछ, यसलाई चाहिँ ट्याक्स एरिया भनिन्छ। ट्याक्स एरियाको मतलब कि यहाँ चाहिँ तपाईले ट्याक्सहरु लेख्न सक्नुहुन्छ। बेसिकली यसमै हामीले काम गर्ने छौं। अब यो सबैलाई म क्लियर गरिदिन्छु। अन्त यहाँ हेर्नुहोस् यो होम ट्याब, अहिले होम ट्याब भन्छ। अनि रिबनमा जो होम ट्याब छ त्यसलाई त्यसको अन्डर जो अप्सनहरु छ त्यो यहाँनिर डिस्प्ले हुँदैछ। अनि इन्सर्टमा जानु भयो भने इन्सर्टको डिस्प्ले हुन्छ, इन्सर्टको डिस्प्ले भयो। अनि पेज लेआउटको, रेफरेन्सको, मेलिङ, रिभ्यू र भ्यूको मेलिङमा यस्तो ट्याबहरु छ। यसको भित्रको फंक्सनालिटीहरु पनि हामी हेर्ने छौं। अब यो होम ट्याबको बारेमा सिकौं हैन। होम ट्याबको बारेमा जुन फंक्सनहरु छ यसको भित्र त्यसको युज गरौँ हैन। त्यो भित्र पनि देख्नुहुन्छ क्लिकबोर्ड, फन्ट, प्याराग्राफ, स्टाइल अनि एडिटिङ देख्नु हुँदैछ होला यहाँनिर तपाईहरुले यो देख्नुहुन्छ। यो भित्र पनि आफ्नो सेक्सन बनेको छ यो होम ट्याबको भित्र। अहिले खाली हामी होम ट्याबको मात्रै युज गरेर हेरौँ। अनि अब टाइपिङ गर्दै छौं हामी। जस्तो कि मैले व्हाट इज योर नेम लेखे हैन, यसलाई कपी गर्नुको लागि अब यसले लेफ्ट क्लिक माउसको र यो गर्दिनुहोस्, ड्र्याग गर्नुहोस्, कपी हुन्छ।
कपी गरेर अब यसलाई पेस्ट गर्नु छ भने मुनि गएर अनि यहाँनिर देख्नुहुन्छ यो बटनमा जस्तो क्लिक गर्नुहुन्छ त्यस्तै पेस्ट हुन्छ। पेस्ट भयो यसले कपी पेस्ट अनि कटको पनि सेम हो। यसलाई तपाईँ कपी गर्नुहोस्, कपी गरेर यहाँ मुनि कपी यसलाई कट गर्नुको लागि यसलाई कट गरिदिनुहोस् अनि मुनि आएर यसलाई कहीँ पनि यसलाई पेस्ट थिचिदिनु भने पेस्ट हुनेछ। अनि यो पेस्ट फर्मेट चाहिँ म तपाईँलाई अहिले बताउँछु। यसले चाहिँ के गर्छ भने जुनै पनि अब फन्टहरुमा कलरहरू स्टाइलहरू लागेको छ भने त्यही फर्मेट चाहिँ अर्कोलाई कपी गरिदिन्छ। त्यसको म बताउने छु हैन। जस्तो कि अब यसलाई मैले साइज बढाउनु छ, यहाँनिर हेर्न सक्नुहुनेछ। यसलाई चाहिँ साइज भनिन्छ। यो साइज हो, यसलाई फन्ट स्टाइल भनिन्छ। अब तपाईको यसमा कम्प्युटरमा कुन फन्टहरू सेभ हुन्छ हैन, त्यो फन्टले गर्नु हुन सक्छ। यो देख्नुभयो फन्ट। अब साइज बढाउनु छ भने यहाँबाट बढाउनुहोस्, 20 गरिदिनु भयो जस्तै। अब अझै यसको अझ फर्दर साइज बढाउनु छ भने म्यानुअली यहाँनिर क्लिक गरेर पनि बढाउन सक्नुहुन्छ। अनि यो जो साइडमा देख्नुहुँदैछ ए को मुनि त्यसबाट क्लिक गर्नु भने अझ यहाँ सानो हुन्छ। म्याक्सिमाइज र मिनिमाइज गर्नु हो। अनि यो जुनवाला देख्नुहुन्छ ए र इरेजरको साइन देख्नुहुँदैछ नि, यसले चाहिँ तपाईँको जुन पनि फर्मेट लागेको छ त्यसलाई क्लियर गरिदिन्छ। जस्तो कि यो र यो चाहिँ पेन्ट फर्मेट र यो चाहिँ भाइस भर्सा जस्तो भन्दा पनि हुन्छ हैन। अनि देख्नुहुँदैछ। अब म यसलाई अब फेरि यसलाई वाट हैन यसलाई नै म कपी गर्नेछु। कन्ट्रोल सी ले कपी पनि हुनेछ किबोर्डमा अनि कन्ट्रोल बी ले पेस्ट हुनेछ। यसको साइज अलिकति बढाइदिउँ। साइज बढाएर अब हामी यो बी वाला अप्सन हेर्नुहोस् ल। यो जो मेरो कर्सरले देख्नु बी देख्नुहुँदैछ नि बोल्ड, यसले चाहिँ के हुन्छ बी रिप्रेजेन्ट गर्छ बोल्डको लागि। अब बोल्ड भने चाहिँ मोटो बनाइदिन्छ। जस्तो यहाँ क्लिक गर्नुहुन्छ त्यस्तै यहाँ हेर्नुहोस् बोल्ड भयो। यहाँनिर देख्नुभयो होला अलिक मोटो भएको छ है। अन्त यो फेरि यसले चाहिँ के गर्छ भने यसलाई कपी गरेर कन्ट्रोल भी ले पेस्ट गरिदिनुहोस्। अन्त फेरि यो जो आई देख्नुहुँदैछ यसले इटालिक भन्छ। यसले चाहिँ यस्तो लडेको राइट साइडपट्टि लडेकोपट्टि बनाइदिन्छ नि त। कन्ट्रोल आई चाहिँ यसको सर्टकट के हो म लेखिदिन्छु त्यो पनि। यसलाई कपी गरिदिनुहोस्, कपी गरेर मुनि पेस्ट गरिदिनुहोस्। अन्त यो अन्डरलाइनवाला देख्नुहुँदैछ, अन्डरलाइनलाई यसलाई कपी गरिदिनुहोस्। अन्डरलाइन थिच्नु भने यसको मुनि अन्डरलाइन आउँछ। अनि साइडमा हेर्नुहोस् न ड्रप डाउन उयो पनि छ एरो, यहाँ क्लिक गर्नुभयो भने अर्को टाइपको पनि अन्डरलाइन लाउन सक्नुहुनेछ तपाईँले हैन। अनि यहाँ मोर अन्डरलाइनमा गएर अझै आफ्नो कस्टमाइज गरेको अन्डरलाइन पनि लाउन सक्नुहुन्छ। जस्तो कि पिक्सल टाइपमा पनि हुन्छ। अन्त यो त एउटा स्टाइलको भयो, यो अन्डरलाइन यो एउटा भयो। यसलाई कपी गरेर यतापट्टि ल्याउनुहोस्, यहाँ पेस्ट गरिदिउँ। अन्त यसलाई सेलेक्ट गरेर अन्त यो वाला अप्सन देख्नुहुन्छ एबी जो काटेको छ नि त्यसले चाहिँ यस्तो वाला आइदिन्छ। जो बीचमा केही रङ भएको छ भने त्यसलाई देखाउनुको लागि गर्छ। अनि यो वाला फर्मुला यो चाहिँ बेसी जस्तो एक्स मुनि र एक्स माथि छ त्यसलाई चाहिँ के गर्छ भने यसले चाहिँ बेसिकली फर्मुलाको लागि काम गर्छ। जस्तो कि CO2 जस्तो CO2 लेखेँ मैले, तर CO2 त भन्नु त भयो तर यस्तो हैन नि त। जो साइन्सहरुतिर हुन्छ त्यसलाई तपाईलाई मुनि डिनोट गर्नु पर्यो। यहाँ क्लिक गरेर यसलाई मुनि गर्दै पनि यस्तो हुन्छ CO2 भयो, देख्नु हुँदैछ होला। अनि जस्तो कि 4 को अब मलाई 2 को क्यूब चाहियो नि त हैन। 2 को क्यूब कसरी रिप्रेजेन्ट गर्छु त्यो त भएन। 2 को क्यूब त यो त 22 भयो। 2 को क्यूबलाई रिप्रेजेन्ट गर्नुको लागि चाहिँ यसलाई सिलेक्ट गरेर यहाँनिर जो यतापट्टि एक्स को माथि छ पावरमा जस्तो त्यसमा सुपरस्क्रिप्टमा थिचिदिनुहोस्। यहाँ जस्तो क्लिक गर्नुहुन्छ त्यहाँनिर त्यस्तै यहाँनिर हुन्छ। अहिले देख्दैछ यो 2 को पावर हो भनेर 2 को पावर 2 भनेर देख्दैछ नि त हैन। अन्त यसलाई फेरि कपी गरिदिनुहोस्। अनि यो अर्को वाला अप्सन हेर्नुहोस् जो तपाईको यो साइडमा छ। यसले चाहिँ के गर्छ भने चाहिँ यसले चाहिँ तपाईको अप्पर केसमा कन्भर्ट गरिदिन्छ हैन। अन्त जस्तो यो सिलेक्ट गरिदिनुहोस्। अब यसलाई सबैलाई मलाई ठुलो हरफमा लेख्नु छ हैन, क्यापिटल लेटरमा लेख्नु छ। कसरी गर्नुहुन्छ? एउटा त किबोर्डको अप्सनले हो, सबै डिलिट गरेर क्याप्स लक अन गरेर म गर्छु। या त यहाँ सर्टकट छ तपाईले यहाँ क्लिक गरिदिनुहोस् अनि अप्पर केसमा जस्तो थिच्नुहुन्छ अप्पर केस भइदिन्छ। यो देख्नुभयो। त्यसलाई मुनि कपी पेस्ट गरिदिउँ। अब यसलाई सबै अप्पर केसमा मिस्टेकले लेख्यो अरे हामीले, अन्त फेरि यसलाई लोवरमा पनि त गर्नु पर्यो, लोवर पनि हुन्छ। अनि यहाँ अझै फादर देख्नुहुन्छ यस्तो पनि छ। यी ड्रप डाउनमा थिच्नुहोस् भयो हुन्छ। यो वाला अप्सन देख्नुभयो फन्टको। अनि यो वाला अब 2-3 वटा बाँचेको छ। जस्तो कि यो वाला देख्नुहुँदैछ यो कलर वाला। यसलाई चाहिँ के गरौँ भने यसलाई यस्तो कपी गर्छु। कपी गरेर मैले यहाँ ट्याब बटन प्रेस गरेँ अनि पेस्ट गर्छु।
यसलाई सेलेक्ट गरेर मैले यहाँ जस्तो क्लिक गर्छु यो हाइलाइट हुन्छ बेसिकली हाइलाइटरको काम गर्छ यसले जुनै पनि अब बुकहरुतिर पनि हाइलाइट गर्छ नि हामीले त्यस्तै काम गर्छ जस्तो हामीले यसलाई सेलेक्ट गरेर हाइलाइट गर्नुपर्छ सेलेक्ट चाहिँ गर्नुपर्छ मेन अनि यहाँ सानो ड्रप डाउन उयो पनि छ त्यहाँ क्लिक गरिदिनु भयो भने अर्को कलरमा पनि हाइलाइट हुन्छ यो चाहिँ हाइलाइटरको काम गर्छ यो वाला अप्सन भयो अन्त तपाईले यसमा देख्नुहुन्छ यतापट्टि साइडपट्टि फेरि यो जो ए छ नि यसले बेसिकली फन्ट कलर रिप्रेजेन्ट गर्छ हैन जस्तो योलाई तपाईले क्लिक गर्नुभयो अनि यहाँ थिच्नु भयो भने फन्ट कलर रिप्रेजेन्ट गर्छ मतलब यो फन्ट कलर रिप्रेजेन्ट गर्नु भनेपछि जस्तो कि अब तपाईले सादा पेपरमा लेख्दाखेरि डट पेनको कलर भन्छ नि त्यस्तै टाइपमा तपाईले मानिलिनुहोस् जुनै पनि कलर हुन्छ साइडमा यसको ड्रप डाउन छ तपाईले क्लिक गरिदिनुहोस् यहाँ ब्लू पेनले लेखेको भइल्यो ब्ल्याक पेन रेड पेनले भइल्यो अनि यहाँ साइडमा जस्तो कि क्लिक गरेर यहाँ पेस्ट गरिदिउँ अनि अब हामीलाई ब्ल्याक पेनले चाहियो भने जस्तो कि ब्ल्याक पेन भयो हैन यो चाहिँ बेसिकली डट पेनको कलर रिप्रेजेन्ट गर्ने छौ अनि अब तपाईलाई म देखाउने छु यो जो छ नि यो माथिको जो मैले रेड कलरको यो देख्नु भइरहेछ रेड कलरको यसलाई मलाई कपी गर्नु छ यसको फर्मेट मलाई यहाँ मुनि लाउनु छ या त म म्यानुअली गर्न सक्छु यसलाई हेरेर यहाँ मुनि गर्न सक्छु या त म सिधै यहाँ जान सक्छु यहाँ देख्नु हुँदैछ फर्मेट पेन्टिङमा यहाँ क्लिक गर्नु भएर अब यहाँ यस्तो गरिदिनु भयो भने सेम टु सेम कलर लागिन्छ फर्मेट लागिन्छ हैन मलाई लगाउनु छैन मलाई पहिला यस्तै बनाउनु छ भने यहाँ क्लिक गरिदिनुहोस् यहाँ क्लिक गर्दैन यी सबै फर्मेट हट्छ यो जो कलरहरु लागेको थियो त्यो हट्छ यसले चाहिँ भन्छ के काम गर्छ भने यसले चाहिँ फर्मेट हटाउने यो दुईटा चाहिँ भाइस भर्सा काम गर्छ अनि तपाईलाई अझै एउटा अप्सन देखाइदिन्छु यो चाहिँ हो तपाईको अन्डु यसले चाहिँ फेरि जे त्यही गराइदिन्छ सरी यी देख्नुहोस् यो चाहिँ हो अन्डु यो चाहिँ रिड यो चाहिँ अन्डु हो यो चाहिँ रिड हो यो अप्सन पनि देख्नु भयो होला अनि यो चाहिँ साइडमा देख्नुहुन्छ यो सेभ वाला अप्सन हो यसले चाहिँ हामीले सेभ गर्न सक्छ देख्नु भइसक्यो यसलाई भन्छ अन्डु यसलाई भन्छ रिड त्यसरी नै हामीले अहिले यो फन्टको सेक्सन कम्प्लिट गरिसक्यो जस्तो कि यो वाला सेक्सन थियो यो वाला सेक्सन र यो वाला सेक्सनको कम्प्लिट गरिसक्यो क्लिक बोर्ड र फन्टको सेक्सन कम्प्लिट गरिसक्यो अब यो प्याराग्राफपट्टि आउँ हामी प्याराग्राफ सम्झाउनुको लागि चाहिँ म यसलाई नै कपी गर्छु कपी गरेर पेस्ट गरिदिन्दैछु है पेस्ट गरिदिए प्याराग्राफ यो देख्नु हुँदैछ तपाईले यो वाला प्याराग्राफ सेक्सनमा यो एउटा बक्स बनेको छ नि यसमा हेर्नुहोस् यो वालामा अब हामी काम गर्नेछौँ जस्तो कि अब यहाँ क्लिक गरे हैन मैले यहाँ क्लिक गरेर सेलेक्ट गरेपछि यो लेफ्ट साइडपट्टिबाट छ अब तपाईले जस्तो यहाँ क्लिक गर्नुहुन्छ यो वाला सेन्टरमा क्लिक गर्दा यसले सेन्टर आउँछ यसको सर्टकट की चाहिँ कन्ट्रोल ई हो यो पेजको सेन्टर जुनको स्टार्ट गरिदिन्छ जहाँ पनि छ जुन पनि छ पेजको सेन्टरमा हुन्छ यसले प्याराग्राफ लेख्दा पनि काम गर्छ अब मलाई राइट साइडपट्टि चाहियो हैन राइट साइडपट्टि चाहियो भने चाहिँ अब यतापट्टि थिच्यो भने राइट साइडपट्टिबाट हुन्छ यो चाहिँ बेसिकली तपाईको जब तपाईले केही फर्मेटहरु गर्नुहुँदैछ एप्लिकेसनहरु लेख्दैछ भन्ने काम दिन्छ हैन अनि यो चाहिँ के भन्छ यसले चाहिँ जस्टिफाइड गर्दैन जब धेरै तपाईले लेखेको हुन्छ नि प्याराग्राफमा यताउति भिजिँदैन क्या यसले तपाईलाई म पछि देखाउने छु यसले चाहिँ सबै एउटै लाइनमा एउटा रोमा गरिदिन्छ त्यसले राम्रो खालके हुन्छ रिप्रेजेन्टेटिभ देखाउँछ क्या आफ्नो उसमा डकुमेन्ट्समा अन्त अब तपाईलाई यो देखाउँदैछु यो वाला चाहिँ के अप्सन हो भने चाहिँ बुलेटिन भन्छ क्या अब जस्तो कि डट पेनले लेख्दा 1 2 3 लेख्दै हामीले मार्कहरु गर्छ नि अब या त स्टारहरु बनाउँदै पोइन्ट वाइज लेख्थ्यो यो चाहिँ हामीलाई इम्पोर्टेन्ट हो भने सेम त्यही नि त्यस्तै हो जस्तो तपाईले क्लिक गर्नुहुन्छ एउटा बुलेट आउँछ अनि के लेख्नु भयो टक्क तपाईले जस्तो एन्टर क्लिक गर्नुहुन्छ अर्को बुलेट आउँछ तपाईलाई डिसएक्टिभेट गर्न चाहनुहुन्छ यही थिच्नुहोस् अनि फेरि हुन्छ यसको साइडमा ड्रप डाउन लिस्ट पनि छ अनि तपाईले यहाँ देख्नुहुन्छ कुन खालके लाउनु हुने स्टार राइट टिक वाला हैन यो भयो अनि यो चाहिँ काउन्टिङ सिस्टममा 1 2 3 4 तपाईलाई के लिस्टहरु बनाउनु छ हैन के इम्पोर्टेन्टहरु देखाउनु छ यसरी देखाउन सक्नुहुन्छ यसले लिस्ट यसकोमा पनि धेरै छ हैन यस्तो नन रोमन ए बी सी डी केमा चाहियो तपाईलाई त्यो तपाईले युज गर्न सक्नुहुन्छ हैन यो भयो अनि यो पनि त्यही टाइपमा हो जस्तो कि तपाईले यहाँ क्लिक गर्नु भयो हैन अब जस्तो कि यसको फर्दर सेक्सन पनि हुन्छ जस्तो कि यो लेखे अनि यसको भित्र पनि मलाई चाहियो नि त हैन हेडहरु त्यसको ठुलो हेड लेखे त्यसको मुनि अझै त्यसको मुनिको पनि लिस्ट चाहियो भने यहाँबाट गर्दाखेरि हुन्छ तपाईले देख्नु हुँदैछ यहाँ जस्तो कि मैले यो गरे कन्ट्रोल भीले पेस्ट गरे अनि तपाईलाई म यो अप्सन देखाउँदै छु यो वाला जो देख्नु हुँदैछ यसले चाहिँ बेसिकली डिक्रिज द स्पेस भन्छ के अब
तपाईँलाई सार्नु छ भने यसरी सार्न सक्नुहुनेछ हैन। यसले गर्दा यहाँ थिचेर अनि ठिक यसको भाइस वर्सा हो। यसले यस्तो गर्छ, यसले चाहिँ तानिदिन्छ तपाईँको ब्याक साइडपट्टि। यो देख्नु हुँदैछ। अनि यसले चाहिँ लाइन स्पेसिङ गर्छ क्या। यसलाई चाहिँ के भन्छ लाइन स्पेसिङ। तपाईँले प्याराग्राफहरू लेख्नुभयो, यसमा तपाईँले लाइनको स्पेस घटाउनु बढाउनु छ भने तपाईँले यहाँबाट गर्न सक्नुहुन्छ। जस्तै तपाईँले यस्तो यो सेलेक्ट गरे, यो सेलेक्ट गरेर देख्नुभयो बढ्नुभयो। अब सिधै लाइनको स्पेसिङहरू हामीले घटाउनु बढाउनु यहाँबाट सकिन्छ। अनि प्लस अब यसलाई अन्डु गर्नको लागि कन्ट्रोल जेडले अन्डु गरिदिनुहोस्। अन्त यो वाला जो वाइट देखाउनु हुँदैछ यसको चाहिँ मानिए चाहिँ एउटा फिल कलर हुन्छ। यसले चाहिँ भित्र केही पनि हैन फिल कलर गरिदिन्छ। यो देख्नुहोस् जति पनि सेलेक्टेड एरिया छ त्यसलाई चाहिँ फिल गरिदिन्छ क्या यसले। अब हाइलाइटरलाई यसमा कन्फ्युज चाहिँ नहुनुहोस् नि। फेरि हाइलाइटरले चाहिँ जति वर्डमा छ त्यति मात्रै गर्छ अनि यसले चाहिँ पुरै जहाँसम्म हुन्छ त्यहाँसम्म नै यो गरिदिन्छ, कभर गरिदिन्छ। बुझ्नुभयो? यसको अलिक ब्ल्याक गरेर यसलाई सेन्टरमा ल्याइदिनु न त। यस्तो खालको देख्नुभयो हैन। अनि अब तपाईँले यहाँ देख्नु हुँदैछ यो चाहिँ बेसिकली बर्डर लाउने काम गर्छ। यसले बर्डर लगाइदिन्छ। देख्नुभयो बर्डर लगाइदिन्छ। यसको सेक्सन यति डिभाइड छ। बर्डर अल साइड हैन। अब ड्र द टेबल्स। अन्त यो बर्डर साइड यो बर्डर देख्नुभएको छ बक्स खालको। अब यहाँ जस्तो क्लिक गर्छ नि यो बर्डर आयो है। यो वाला भयो तपाईको। अनि यो प्राय स्टाइल ट्याबको बारेमा पढ्नेछौँ। जस्तो कि यसले स्टाइल नामले नै रिप्रेजेन्ट गर्दैछ स्टाइल हैन। अर्को स्टाइलमा यसले गरिदिन्छ। तपाईँले यहाँनिर सेलेक्ट गर्नुभयो भने हेर्नुहोस् यहाँ ड्रप डाउन लिस्ट पनि छ। यहाँनिर क्लिक गरेर तपाईँले अझै अरू स्टाइल पनि देख्न सक्नुहुनेछ। जस्तै कि यहाँ क्लिक गर्नुहोस्। अब यसले गर्यो भने यो स्टाइलमा आउँछ हैन। अनि त्यसैले नै यहाँनिर यो पनि देख्नु चेन्ज स्टाइल फन्ट कलर हैन। फन्टको कलरहरू यसरी चेन्ज गर्न सकिन्छ। यहाँबाट टेम्प्लेटहरू दिइरहेछ। यहाँ सिलेक्ट गरेर चेन्ज कलर यस्तो गरेर चेन्ज कलर पनि हुन्छ। अनि प्लस फन्ट स्टाइल अगाडि प्रिडिफाइन स्टाइलहरू पनि छ नि त। यहाँनिर फन्ट स्टाइल भनेपछि लेख्ने स्टाइल ह्यान्डराइटिङ चेन्ज भएको छ क्या। अनि अन्त यो एडिटिङ ट्याब हेर्नुहुँदैछ। यो एडिटिङ ट्याबमा चाहिँ के हुन्छ फाइन्ड र गो टु भनेर फाइन्ड थिच्नुभयो भने तपाईँले अब के फाइन्ड गर्नुहुँदैछ। जस्तो कि नेम लेख्नुहोस् हैन। नेम लेखेर यहाँनिर फाइन्ड जस्तो कि तपाईँले नेम लेखेर त्यहाँदेखिको रिड हाइलाइट्समा टिप्नुभयो भने हाइलाइट्स अल गर्यो भने हाइलाइट गरिदिन्छ क्या कुन छ तपाईँको हाइलाइट्स त्यो नेमसित रिलेटेड छ हैन। अनि फाइन्ड नेक्स्ट गऱ्यो भने अर्कोमा जान्छ। अनि रिप्लेस गऱ्यो भने चाहिँ नेमलाई रिप्लेस गर्नु चाहिँ अब रामले हैन। तपाईँले राम थिच्यो भने अब रिप्लेस वान एकवटा रिप्लेस गर्छ अनि रिप्लेस अल थिच्यो भने तपाईँ जस्तो थिच्नुहुन्छ त्यस्तै यहाँ देख्नुहुन्छ। ओके 11वटा रिप्लेस भयो नि त हैन। जस्तो वाट इज युवर राम भयो नि त। अघि त नेम थियो त्यहाँबाट तपाईँले रिप्लेस गर्नुहुन्छ। तपाईँले यसको सर्टकट की पनि छ। कन्ट्रोल प्लस आर थिच्यो भने कन्ट्रोल प्लस एच थिच्यो भने हुन्छ यसको सर्टकट की। अनि गो टुमा चाहिँ पेज नम्बरमा बुकमार्कमा हैन लाइनमा जाँदा पनि हुन्छ। तपाईँले अब पेज नम्बर एन्टर पेज नम्बर भनेपछि अब यहाँ अब थुप्रो पेज छैन त। यो पेज चाहिँ यहाँ देख्नुहुँदैछ पेज नम्बर 1 देख्नुहुँदैछ। यो पेज नम्बर 1 यहाँनिर चाहिँ अब मैले 2 लेखिदिएँ भने 2 मा जान्छ, 3 लेखेँ भने 3 मा जान्छ। त्यस्तो गर्दै हुन्छ क्या पेज नम्बर। अनि यो रिप्लेस त देख्नुभयो अनि सेलेक्ट त देख्नु भइसकेको छ। सेलेक्टले सेलेक्ट हुन्छ। अन्त यो त्यसैले गर्दा आजको क्लास हामी खत्तम गर्नेछौँ। अनि यो हाम्रो होम ट्याबको बारेमा सबै बताइदिइसकेको छु। अनि नेक्स्ट क्लासमा हामी इन्सर्ट ट्याबको बारेमा अनि फर्दर अरू डिटेल्समा जानेछौँ। त त्यति बेलासम्मको लागि गुड बाई। फेरि भेटौँ अर्को क्लासमा।